जति शक्तिशाली सरकार हुन्छ तर स्वभावैले जनताका अपेक्षा पनि त्यस्तै हुन्छन्, किनभने जनताले त्यो अपेक्षा साथ नै आफ्नो सम्पूर्ण बुद्धि वर्ग क्षमता प्रयोग गरेर त्यो सरकारलाई ल्याउनका लागि सहयोग गरेका हुन्छन्। र खास गरी नेपालको इतिहासमा दुईटा अभिशाप छन्, दुईटा ठुला अभिशाप रहँदै आएका छन्। एउटा त नेपाल या त अस्थिरता या त लोकतन्त्रका नाममा अस्थिरता र स्थिरताका नाममा लोकतन्त्रमाथिको आक्रमण, सर्वसत्तावाद, निरङ्कुशता, यो सधैँ हामी यसबाट गुज्रेर आएका छौँ। अस्थिरताको नाममा अस्थिरता, प्रजातन्त्रको नाममा लोकतन्त्रको नाममा हामीले अस्थिरता पनि बेहोर्दै आएका छौँ, ती अस्थिर बन्दै आएका छन् भने स्थिरताको नाममा निरङ्कुशता पनि बेहोर्दै आएका छन्। जबकि चाहिएको नेपालले चाहेको नेपाल राष्ट्रको आकांक्षा, गएको आधुनिक नेपालको करिब 70 वर्ष 80 वर्षको यो इतिहासमा नेपाली आकांक्षा, राष्ट्रको आकांक्षा भनेको लोकतान्त्रिक स्थिरताका साथ मुलुकले समृद्धि खोजेको छ। एकपछि अर्को सरकार आएका छन् र बहुमतकै बलिया सरकार पनि आएका छन् र हामीले ती सरकारहरू बेहोरेका छौँ। ती सरकारहरूले सफलताका साथ काम गरेनन् र तिनीहरू गए। एकपछि अर्को सरकारका असफलताको मूल्य राष्ट्रले तिर्दै आएको छ र यो ऋण, राष्ट्रले तिर्नु परेको ऋण, यो अस्थिरताको ऋण, एकपछि अर्को सरकारका असफलताका ऋणहरू हामीले बेहोर्दै आएका छौँ। यस सन्दर्भमा अघि मैले जुन भने कि यो बहुमतको सरकार, बलियो सरकार, यसमा हाम्रो अपेक्षा, नेपाली जनताको अपेक्षा यो पूर्ववर्ती सरकार जस्तै असफल नहोस्। साना दुःखले आर्जिएको मुलुक होइन भन्थे पृथ्वीनारायण शाहले। यो नेपाली समाजको साना दुःखले आर्जिएको बहुमत छैन, हामीलाई त्यस्तो लाग्छ। हामी अलग पार्टी हौँ र पनि हामीलाई यस्तो लाग्छ कि यो साना दुःखले आर्जिएको होइन। यसलाई प्रयोग गर्ने हो भने यो असाधारण ऐतिहासिक अवसर हुन सक्छ। त्यसैले श्री बालेन्द्र शाहको जुन सरकार बनेको छ, उहाँको नेतृत्वमा सरकार बनेको छ, यो सरकार अक्षरशः सफल होस्, नेपाली जनताले चाहे जस्तै गरी सफल होस्, स्थिरताका साथ, लोकतान्त्रिक स्थिरताका साथ मुलुकले समृद्धिको बाटो समातोस् भन्ने कुरामा हामी अपेक्षा गर्छौँ। हामीले यो सरकारलाई पहिले नै बधाई दिएका छौँ र अहिले पनि हामी शुभकामना व्यक्त गर्दछौँ। तर दुर्भाग्य के छ भने यो सरकारको पुरा मूल्याङ्कन गर्ने बेला भइसकेका छैन, यो हामीलाई थाहा छ। तर यसै बिचमा सरकार बनेको 1.5 महिना पनि नहुँदै जे जस्ता गतिविधि भएका छन् यसले नेपाली नागरिकलाई झस्काएको छ। तपाईले एकजना सुकुम्बासीबाट लखेटिँदै गरेको एकजना युवतीले बोलेको तपाईहरुले सुन्नुभयो एउटा युट्युबमा कि उनको भनाइ थियो, मलाई सरकारसँग डर लाग्यो। यसै हेर्दा यो ठट्टा जस्तो सुनिन सक्छ, डराएको, भागेको, काँपेको स्वर सुनिन सक्छ। तर नागरिकले सरकारसँग जब डराउँछन्, डराएको महसुस गर्छन् र यो कुरा बोल्छन् कि मलाई सरकारसँग डर लाग्छ, यसको परिणाम राम्रो हुँदैन। कहीँ राम्रो भएको छैन, हाम्रै इतिहासमा पनि राम्रो भएको छैन र संसारको कहीँ कुनै मुलुकमा यस्तो राम्रो भएको छैन जब सरकारसँग, सरकारको सामर्थ्यसँग, सरकारको बहुमतसँग, सरकारका क्रियाकलापसँग जब नागरिक डराउँछन् अब अपशकुन सुरु हुन्छ राष्ट्रमा। यसर्थ त्यस्तो अपशकुन सुरु नहोस्, अथवा समय छँदै यो सरकारले आफ्ना कमजोरीहरू सुधारोस् भन्नका लागि पनि हामीले यो ध्यानाकर्षणका लागि सडकमा आज आएका हौँ। मानिसहरू भन्छन् हिजो के गरेका थियो,
हाम्रो हाम्रो मामलामा भन्ने हो भने हामी हिजो पनि विरोध गरेका थियौँ, आफ्नै पार्टीले ल्याएका गलत कुराहरूको विरोध गरेका थियौँ, आफ्नै सरकारले ल्याएका गलत नीतिहरूको विरोध गरेका थियौँ। म दुनियाँका सामने भन्न सक्छु, म आफै मन्त्री हुँदाखेरि पनि त्यतिखेरका शक्तिशाली प्रधानमन्त्री कमरेड ओलीका गलत कुराको विरोधमा क्याबिनेट भित्रै पार्टीमा र हामीले सडकमा समेत आएका हौँ। यसर्थ हामीलाई त्यो अधिकार छ, हामी साधिकार सडकमा आउने अधिकार छ र सरकारलाई मैले अघि भनिसकेँ, हामीले विरोधमा गइसकेका होइनौँ। यो सरकार उल्ट्याउनु पर्छ भनेर हिँडेका होइनौँ, तर सरकार तपाईसँग धेरै धेरै ठुलो सामर्थ्य छ, समय पनि तपाईसँग छ। नहतारिनुहोस्, नहडबडाउनुहोस्, तुजुक नदेखाउनुहोस्। यो यस्तो तुजुक हिजोका धेरै पपुलर, धेरै लोकप्रिय, धेरै शक्तिका साथ आएका मान्छेहरू हामीले देखेका हौँ, नेपालीहरूले बेहोरेका हुन्। हामीले शक्तिको तुजुक देखाउने शासक खोजेको होइन, आफ्नो सामर्थ्यलाई, यो बहुमतलाई, सरकारको यो सामर्थ्यलाई, अघि मैले भने कि लोकतान्त्रिक स्थिरताका साथ मुलुकले समृद्धितर्फ अगाडि बढ्नका लागि तपाईँले कन्ट्रिब्युट गर्नुहोस्, तपाईँले योगदान गर्नुहोस्। सारा नेपाली जनता तपाईँको साथमा छन्। यदि त्यो बाटो तपाईँ थोरै पनि विचलित हुनुहुन्छ भने जनताले फेरि डराउने दिन आउँछ भने यसको परिणाम राम्रो हुँदैन। जहाँसम्म सुकुम्बासीको कुरा छ, पञ्चायत बेलामा हामी ससानो छँदा, म आफै ससानो छँदाखेरि हामीले देखेको सुनेको कुरा हो, त्यतिखेर पञ्चहरूले बस्ती गरिब सुकुम्बासीहरूका बस्तीमा आगो लगाएर लखड्थे। त्यो अत्याचार थियो, कुनै उपाय थिएन, रुनु बाहेक कुनै उपाय थिएन। सुन्न पनि मान्छेले सुन्दैन थिए, प्रेस थिएन, जानकारी हुँदैन थियो। जो पर्यो पर्यो, जो लखेट्यो लखेट्यो, जो जल्यो जल्यो, त्यस्तो हुन्थ्यो। त्यस पछाडि म फेरि पनि दोहोऱ्याउँछु कि पञ्चायत गएपछि आफ्नै नागरिकमाथि जुन दिन दहाडै यो सरकारले सुकुम्बासीहरूमाथि व्यवहार गर्यो, यो ठुलो अत्याचार। यो अत्याचार धेरै समय पछाडि नेपाली जनताले देखेका छन्। यसबाट यो तरिकाले के देखिन्छ भने सरकारको यो तरिका हेर्दाखेरि यो राज्य, यो सरकार अब हामी सुकिला मुकिलाको, तिमी श्रमजीवीहरूको, सुकुम्बासीहरूको, लफङ्गाहरूको, सडकवासीहरू जसलाई लफङ्गा चाहिँ अर्काका नागरिक चाहिँ लखटेको छ सरकारले, यो तिमीहरूको सरकार होइन भन्ने हिसाबले उसले प्रदर्शन गर्दैछ। यो धेरै नराम्रो कुरा भएको छ। प्रधानमन्त्रीज्यू, त्यो पार्टीका नेताहरू, तपाईँहरूले बुझिदिनुहोस्, समय छँदै बुझिदिनुहोस् र तुरन्त तपाईँहरूले मानवीय गरिमाको जुन हुर्मत लिनुभएको छ त्यसको क्षतिपूर्ति दिनुहोस्। तपाईँहरूले भौतिक संरचनाको जुन उनको आर्जनको चाहिँ जुन क्षति गर्नुभएको छ त्यसको क्षतिपूर्ति दिनुहोस्। होल्डिङ सेन्टरमा राख्ने भनेर जसरी राख्नुभएको छ, ती बच्चा बच्ची, वृद्ध वृद्ध, रोगी, तिनको उपचारको व्यवस्था गर्नुहोस्। र आजै अहिले जनतालाई यो आश्वासन दिनुहोस् कि कसैको पनि घर त्यसरी भत्काइने छैन, आफ्ना नागरिकहरूको अर्को विकल्प नगरिकन भत्काइने छैन। हिजो सुकुम्बासीका नाममा राजनीति भयो, आज अर्को राजनीति नगर्नुहोस्। यो हामीलाई थाहा छ। हिजो पनि यसको विरोध भएको, जसले राजनीति गरे त्यतिखेर पनि विरोध भएको थियो र आज पनि यो विरोध लायक छ। यसर्थ हामी फेरि पनि सरकारको ध्यानाकर्षण गर्छौँ कि तपाईँले जे गर्दै हुनुहुन्छ, जुन तरिकाले गर्दै हुनुहुन्छ, यो कुरा तत्काल रोक्नुहोस् र सुकुम्बासीको उचित व्यवस्थापन गर्नुहोस्। कानुन अनुसार, संविधान अनुसार, हाम्रा राजनीतिक मूल्य अनुसार तपाईँले ती कामहरू गर्नुहोस् भन्ने कुरामा हामी ध्यानाकर्षण गर्न चाहन्छौँ। दोस्रो कुरा, विद्यार्थी युनियनहरूमाथि प्रतिबन्ध लगाउने, ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने जुन कुरा गर्नुभएको छ, सरकारले गरेको छ, त्यो धेरै निन्दनीय कुरा छ। यो त धेरै ठुलो लडाइँले ल्याएको हामी। मेरो पुस्ताको आधा जिन्दगी त्यसमा गएको छ। मभन्दा अघिल्लो पुस्ताको सारा जिन्दगी अधिकारहरू स्थापित गर्न गएको छ। तपाईँ इतिहास मेट्न खोज्नुहुन्छ?
त्यो स्वतन्त्रताका लागि लडाईँको त्यो इतिहास मेट्न चाहनुहुन्छ, त्यसलाई भत्काउन चाहनुहुन्छ, त्यो विरासतलाई तपाईँले मेटाउन चाहनुहुन्छ। यो सम्भव छैन, यो सम्भव छैन। या त यो सम्भव छैन, तपाईँले असावधानी बस ल्याउनु भयो। यदि असावधान हुनुहुन्न भने, तपाईँ सोची विचारेर ल्याउँदै हुनुहुन्छ भने यो धेरै गलत बाटो हिँड्दै हुनुहुन्छ। यसर्थ तपाईँ तुरुन्त फिर्ता हुनुहोस् र यी निर्णयहरू, यी प्रस्तावहरूबाट तपाईँ फिर्ता हुनुहोस्। अन्तर्राष्ट्रिय अभिसन्धिहरूमा, ट्रेड युनियनका अधिकारहरूमा हामी पक्ष भएर धेरै सहीहरू गरेका छौँ, सन्धिहरू गरेका छौँ। ती अभिसन्धिहरूमा हामीले हस्ताक्षर गरेर आएका छौँ। यी सारा कुरा भुलेर एक्लै तपाईँ हिँड्न सक्नुहुन्छ भन्ने कुरा यो नसोच्नुहोस्। सरकार, यसमा तपाईँ गम्भीर हुनुहोस् भन्ने हामीलाई लाग्छ। तेस्रो कुरा, अध्यादेशको नाममा अहिले जे गरिएको छ, जे रमिता गरेको छ सरकारले, यो सरकारलाई यो आवश्यकतै थिएन, जरुरी थिएन। वास्तवमा यतिको बलियो सरकार, उसका लागि राजमार्ग छ, उसले संसदबाट जेसुकै गर्न सक्छ। 15 दिन ढिलो होला, तर संसदीय प्रक्रिया अनुसार बढीमा 1 महिनाभित्र सरकारले जुनसुकै कानुन पारित गर्न सक्ने प्रशस्त बहुमत हुँदाहुँदै सरकार जसरी चोर बाटो हिँडेको छ, गल्ली गल्ली दगुर्दैछ, यो सुहाएन। यसले तपाईँको गरिमा, तपाईँको बहुमतको गरिमा यसले राख्दैन, तपाईँको हैसियत यसले मेन्टेन गर्दैन। यसर्थ तपाईँ यस्ता काममा नलाग्नुहोस्। र तपाईँले अध्यादेशबाट जति मान्छे निकाल्दै हुनुहुन्छ, हिजो पुरस्कार दिए अरूलाई, हिजोका राजनीतिक पार्टीले राजनीतिक नियुक्तिका नाममा आफ्ना पार्टीका मान्छेलाई पुरस्कार दिए भनेर तपाईँहरूले भन्नुभएको छ। हामी कामना गर्छौँ कि 1500, 1600, 1700 मान्छे जुन भर्ती गर्दै हुनुहुन्छ, यही समाजबाट तपाईँले भर्ती गर्ने हो। कसरी गर्नुहुन्छ हामी हेर्छौँ र हामी अपेक्षा गर्छौँ कि हिजोका नियुक्तिहरूमाथि जसरी प्रश्न उठेको थियो, तिनको क्षमतामा प्रश्न उठेको थियो, तिनको तरिकामा प्रश्न उठेको थियो, तिनको योग्यतामा प्रश्न उठेको थियो, अयोग्य मान्छेहरू कत्रा ठुल्ठुला ठाउँमा पसिसकेको हामीले देखेका छौँ। यो 1.5 महिनाभित्रमा तपाईँले ख्याल गर्नु होला यो कुरामा, र हामी अनुरोध गर्छौँ तपाईँ अध्यादेशतिर नजानुहोस्। हाम्रो चौथो कुरा हो कि हामी सिमानामा आज जुन 100 रुपियाँका नाममा बाहिरबाट आउने 1 तोलाका मान्छेले केही पनि तिर्नु नपर्ने खुरुखुरु लिएर आउने, सिमानाका मान्छेहरूले वा प्रवासी नेपालीहरूले 5 वर्ष, 7 वर्ष, 10 वर्ष काम गरेर आफ्नो झिटी झान्टी लिएर आउँदाखेरि 100 रुपियाँभन्दा माथिको हर चिजमा तपाईँले भन्सार लगाउने जुन कुरा गर्दै हुनुहुन्छ, यो अर्थशास्त्रले मात्रै चल्दैन। समाज, इतिहास, हाम्रा परम्परा, जनताको सुख दुःख भुलेर तपाईँ केवल अर्थशास्त्रीय भन्सार उठाउने मात्रै तरिकाले सोच्दै हुनुहुन्छ भने राज्य चलाउने तरिका यो होइन। यसले गर्दाखेरि नेपाल र भारतको ऐतिहासिक सम्बन्ध हैन, हाम्रा वारपारका सम्बन्धहरू, यी सबै कुरालाई हेरेर हामीले यो लागू गर्नुपर्छ। तस्करी नियन्त्रण हुनुपर्छ, तर तस्करी नियन्त्रणका नाममा सरकारले जे गर्दैछ, जसरी जनतालाई दुःख दिँदैछ, यसका प्रति हाम्रो ध्यानाकर्षण छ। गम्भीरतापूर्वक ध्यानाकर्षण गर्छौँ कि तपाईँले यो कुराबाट फिर्ता हुनुहोस्। अर्को, अहिलेसम्म हेर्दाखेरि सरकारले प्राथमिकता बुझेको देखिएन। प्राथमिकताको कुरा गर्ने हो भने युवा बेरोजगारी संसारमा, इतिहासभरि, जुनसुकै मुलुकमा संसारभरि ठुलो समस्या हो। युवा बेरोजगारीको समस्या भने युवाको बेरोजगारी भनेको यस्तो भयङ्कर शक्तिशाली शैतान हो। तपाईँले तिनीहरूलाई काम दिनुहोस्, तिनले पहाड पर्वत खोला नाला सारा 1 घन्टामा तिनले ठिकठाक पारिदिन्छ। यदि तपाईँले काम दिन सक्नु भएन भने तपाईँलाई नै के गर्नुपर्छ त्यो सबै तिनले गर्छन् र गर्दै आएका छन्। इतिहासभरि यस्तो भएको छ। यसर्थ आज युवा पलायन, त्यस अर्थमा रोजगारी, त्यस अर्थमा हाम्रो कृषि, हाम्रो उद्योगको संरक्षण, ट्रम्पले उद्योगको संरक्षणका लागि दुनियाँका सामने नाङ्गिएर लागेका छन्, अरू दुनियाँ मुलुक लागेका छन्। हामीले कृषि र उद्योगको संरक्षण गरेनौँ भने अर्को कुनै तरिकाले रोजगारी आउँदैन। चुनाव जितेर मात्रै रोजगारी आउँदैन। शिक्षा र स्वास्थ्यमा, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा नागरिकको पहुँचलाई स्थापित नगरिकन हामीले नयाँ नेपालको आधार बनाउन सक्दैनौँ।
यतातिर लाग्नुपर्ने ठाउँमा तपाईँले प्राथमिकताहरू भुल्नु भएको छ र अन्ततिर लाग्नु भएको छ। यसबाट तपाईँ जोखिममा पर्दै हुनुहुन्छ। तपाईँहरूले सोच्नुहोस्। अर्को कुरा, छैठौँ कुरा हाम्रो के छ भने सरकारमा बसेकाले हिजो पनि आफ्नो पक्षमा हुन्छ भने जे भए पनि हुन्छ भन्ने त्यो सोचे, शक्तिको तुजुक देखाउने, समाजलाई तर्साउने, आफूसँग बलियो सरकार छ भनेपछि आफ्नो पक्षमा हुने जुनसुकै कुरालाई तपाईँले अरूलाई तर्साउनका लागि छोड दिने। यहाँसम्म कि आज सुनिँदैछ न्यायालय त्रस्त हुँदैछ, न्यायाधीशहरू डराउँदैछ। कैयन ठाउँमा अहिले भर्खरै हुँदै गरेका अदालतका कारबाहीहरूमा यो देखिन थालेको छ। अदालत डराउन थालेको छ। अझ सेना सुकुम्बासीको मामलामा समेत सेना आयो भन्ने कुरा दुनियाँले लेखेका छन् र प्रतिष्ठित पत्रिकाहरूले लेखेका छन्। यो धेरै सिरियस कुरा छ। यसै पनि हामीले अस्ति भदौ 23 र 24 गतेका त्यो जेएनजी प्रदर्शन, त्यसका पृष्ठभूमि र 24 गतेको राज्यमाथिको आक्रमण, विध्वंस, यी सारा कुरालाई त्यसको सत्य निरूपण नगरिकन अगाडि गएका छौँ र नेपालमा एउटा ठुलो घाउ बाँकी राखेर, एउटा दर्द बाँकी राखेर हामी अगाडि बढेका छौँ। यस्तो बेलामा तपाईँ शक्तिको तुजुकबाट होइन, अरूलाई तर्साउने हिसाबले होइन, राज्यका संरचनाहरूलाई तर्साउने हिसाबले काम गरियो भने यो फेरि पनि म नम्रतापूर्वक स्मरण गराउँछु कि बहुत पपुलर मानिसहरू आएका थिए, बहुत शक्तिशाली सरकारहरू बनेका थिए र तिनी त्यसै गरी गएका थिए। यो सरकार असफल हुँदाखेरि यसको मूल्य हाम्रा बच्चा बच्चीले, हाम्रा सन्तानले तिर्छन्। त्यसमा हाम्रो चिन्ता छ। यस अर्थमा यो सफल हुनुपर्छ। सफल हुनका लागि सफल हुने बाटो लिनुपर्छ। जनता सताएर, जनतालाई आतंकित पारेर, तर्साएर, मैले अघि भने त्यो बहिनीको एउटा भनाइ कि मलाई सरकारसँग डर लाग्यो भनेर अरू नागरिकले पनि यसै गरी भन्नुपर्ने दिन आयो भने यो धेरै गम्भीर, दूरगामी, डरलाग्दो कुरा हुनेछ। त्यसमा तपाईँहरूले ख्याल गर्नुहोस्। हाम्रो ध्यान आकर्षण छ। र अन्तिममा हाम्रो लिपुलेक, कालापानी लिपुलेक क्षेत्रमा हाम्रो दाबी, हाम्रा प्रमाणहरू, पर्याप्त प्रमाणहरू छ। तपाईँ यसै पनि बुझ्नुहुन्छ। यदि हामी बिना प्रमाण बोलेका हुन्थ्यौँ भने भारतले केसम्म गरिसक्थ्यो। हामीले आफूले संविधान जारी गर्दाखेरि, आफ्नो संविधान जारी गर्दाखेरि हामीले 6-7 महिनासम्म नाकाबन्दी बेहोरेर आएका हौँ। त्यस्तो बेलामा यदि त्यो लिपुलेक, कालापानी लिपुलेक एरियाको त्यो क्षेत्रको दाबी भारतको हुन्थ्यो भने के हुन्थ्यो होला? यसमा हिजोका सरकारहरूले, त्यो सुशील कोइरालाको सरकार, केपी ओलीको सरकार वा अरू सरकारहरूले ठिकै काम गरेका थिए र तपाईँले अहिले त्यसमा आफ्नो जुन नोट पठाउनु भएको छ, हामी तपाईँको यो अडानलाई समर्थन गर्छौँ। तर समयले र शक्ति राष्ट्रहरूको जुन खालको त्यसमा त्यसलाई उपयोग गर्नका लागि चीन र भारतले जुन समझदारी गरेका छन्, यो कुराले अझ गम्भीर बनाएको छ यो विषयलाई। हाम्रो कालापानी क्षेत्रलाई, लिपुलेक क्षेत्रलाई, यो मुद्दालाई अझ सिरियस बनाएका छन्। यसका लागि तपाईँले अझै धेरै फराकिलो भएर, अझै ठुलो फराकिलो राष्ट्रिय एकता बनाएर, राष्ट्रिय बल सिर्जना गरेर सबै नागरिकलाई अरू तमाम मुद्दामा तपाईँ रहस्यमयी भएर होइन, आफ्नो सरकार यसले भरोसा दिन्छ, हामीलाई एकीकृत पार्छ, हाम्रो सुख दुःखमा सरकारसँगै छ भन्ने त्यो आभास दिएर, सरकार मन परि गर्दैन, यो लोकतान्त्रिक छ भन्ने यो आभास दिएर, यो व्यवहार प्रदर्शन गरेर राष्ट्रलाई एकीकृत बनाउनुहोस् र अगाडि जानुहोस्। यदि यसो गरिएन भने हामी अरू सरकारहरू भन्दा, किनभने एउटा तथ्य के हो भने यो सरकार आफ्नै मात्रै, यो सरकार भनेको राष्ट्रिय स्वतन्त्र पार्टी आफ्नै मात्रै सदस्यहरूबाट जितेको छैन। यो कुरा छर्लङ्ग छ। धेरै पार्टीका मान्छेहरूले ती एमालेका होलान्, तिनी माओवादीका होलान्, तिनी कङ्ग्रेसका होलान्, हाम्रै पार्टीका होलान्, अरू पार्टीका होलान्, तिनले नयाँ कुरा खोजेका थिए।
नयाँ भनेको राम्रो कुरा खोजेका थिए र तपाईँलाई भोट हालेका छन्। यसले गर्दाखेरि तपाईँ जति शक्तिशाली हुनुहुन्छ, यदि गल्ती गर्नुभयो भने धेरै धेरै चाँडो तपाईँमाथि सङ्कटहरू आइपर्नेछ। म फेरि पनि दोहोऱ्याएर भन्छु कि यो श्री बालेन्द्र शाहको सरकार, राष्ट्रिय स्वतन्त्र पार्टीको यो सरकार, यो असफल हुँदा यसको मूल्य प्रतिपक्षका हिसाबले कोही खुसी होला, तर यसको मूल्य सबैले तिर्नुपर्छ। यो डर हामी सबै नागरिकलाई छ, यस्तो मूल्य फेरि तिर्न नपरोस्। यस अर्थमा तपाईँले यी 7वटा कुरामा ध्यान दिनुहोस् र आगामी दिनमा मैले अघि भनिसकेको छु कि हामी हिजो पनि यो कुराको दाबीका साथ भनेका थियौँ। म सम्झिन्छु 2076 सालको यो सम्भवतः भदौ या असौजको कुरा हो। मैले कमरेड ओलीलाई भनेको थिएँ, कमरेड, राति थियो, 11-12 बजे थियो, कति बजे थियो, कमरेड ओली, तपाईँको व्यक्तित्व यो राष्ट्रको पुँजी हो। किनभने यस्तो व्यक्तित्वहरू जसको वंश राष्ट्रको, यो धेरै ठुलो कुरा हो। राष्ट्रका लागि यो आधार हो, बलियो आधार। अझ पार्टीका लागि त ठुलो पुँजी हो। तर कमरेड, ख्याल गर्नुहोस्, तपाईँको व्यक्तित्व ओह्रालो लाग्दैछ है, ख्याल गर्नुहोस्। मैले त्यो कुन बेलामा भनेको थिएँ भने जतिखेर कमरेड केपी सबभन्दा लोकप्रिय हुनुहुन्थ्यो, त्यो बेलामा मैले कमरेड ओलीलाई भनेको थिएँ। किनभने कमरेड ओलीका खुट्टा बिस्तारै अन्त हिँड्दै थिए। उहाँको खुट्टा देखिराखेका थिएँ मैले। उहाँको खुट्टा पछाडि फर्किन थालेको देखेपछि मैले उहाँलाई सचेत पारेको थिएँ। उहाँले अलिकति व्यवस्थाको, अलिकति खिसीको भावमा मेरो कुरालाई उडाइदिनु भयो। म अहिले पनि सम्झिन्छु, कमरेड ओलीलाई यस्ता सल्लाहहरू मान्य भएन र त्यसको मूल्य धेरै ठुलो भयो। यो ओलीजीको मात्रै होइन, संसारका जुनसुकै मान्छेहरू जसका खुट्टा पछाडि फर्किन्छन् र उनीहरू पावरमा छन्, तिनीहरूको नियति यस्तै हुन्छ। यो कुराबाट तपाईँहरूले सिक्दिनुहोस् है। इतिहासलाई गिज्याएर मात्रै तपाईँहरू सन्तोष नगर्नु होला, यसबाट सिक्नु होला। हाम्रै असफलता थियो भनेदेखि पनि म घनश्याम भुषालका असफलताबाट सिकेर बालेन सफल हुन्छन् भने मेरो प्रयोग, मेरो जिन्दगी सफलै भएको ठान्नुपर्छ। किनभने मैले कमसेकम मेरो सत्तामा आउने, मेरो मुलुकको प्रधानमन्त्रीलाई, शासकलाई मेरा असफलताले उसलाई शिक्षा दिएको थियो भनेर मैले गौरव गर्ने ठाउँ हुन्छ। यी कुराहरूलाई तपाईँहरूले ख्याल गरिदिनु होला। यी कुरामा हामी यी 7वटा कुरामा ध्यान आकर्षण गर्दै हामी आजको हाम्रो कार्यक्रमलाई यही समाप्त गर्छौँ। हस्, धन्यवाद। तपाईँहरू सबै साथीहरू, पत्रकार साथीहरू सबैलाई धन्यवाद दिँदै, उपस्थित साथीहरूलाई धन्यवाद दिँदै यो कार्यक्रमलाई मैले यही अन्त्य गर्छु। हस्, धन्यवाद, नमस्ते।